केवल यो एउटा मनोरञ्जनको लागि बनाएको भिडियो हो, यहाँले अन्यथा नलिनु होला। हामीसँग एकजना यहाँ सुघोषित राजा हुनुहुन्छ। राजा साहबलाई स्वागत छ। हजुर नमस्कार। आफ्नो नाम आफै भनिदिनुहोस् न एकपल्ट। मेरो नाम चाहिँ सुभाष राजा। राजा सुभाष राजा। नेपाल देशको नयाँ सुभाष राजा भनेको नयाँ देशको। हजुर नेपालको नयाँ राजा तपाईँ। म हो नेपाल देशको नयाँ राजा। सुभाष राजाको के छ त? अब तपाईँ अलिकति परिचय अलिक राम्रोसँग राखिदिनुहोस् न। तपाईँको नाम के हो, घर कहाँ हो, अलिकति कसरी तपाईँ राजा हुनुभयो? मेरो नाम चाहिँ अझै वास्तविक नाम चाहिँ सुभाष कार्की, जिल्ला उदयपुर, लिङचुङबुङ 5 नम्बर वडा। हजुर टोड्के जन्मस्थान। अनि हामी चाहिँ अब सानै हुँदाखेरि बाल्यकाल अवस्थामा यस्तो अवस्था थियो कि हामीले थाहा पाउँदाखेरि यहाँ चाहिँ एकदम ठुलो द्वन्द्व थियो क्या, विस्फोट क्या, जहाँ चाहिँ बम बारुद गिरमेटहरू चाहिँ बम बारुदहरू मात्रै चारैतिर हानिरहने। हामीले थाहा पाउँदाखेरि बम बारुदले लागेर चोइटा पिसहरू चाहिँ झोलामा मासु बोके जस्तो होइन, पुरा चाहिँ मान्छेहरू भिड बोकेर चाहिँ पुरा हिँडिरहेको हुन्थ्यो क्या दाइहरू क्या, बम बारुदहरू त्यस्तो देखेको। अनि बिचमा सानो एभरेज लगभग 58मा होइन 51 सालको जन्म भनेपछि 58 सालमा राजा खस्नुभयो। अनि ल कति वर्ष 51ले कति वर्ष पुग्यो नि? 30 वर्ष पुगेछ। 51 सालको जन्म 58 भनेपछि कति वर्ष पुग्यो? त्यो बेला 7 वर्ष हुँदा छ ल। 7 वर्ष। अनि 7 वर्षको उमेरदेखि अनि के भयो भने काशी अब फेरि त्योतिर ठुलो युद्ध थियो नि त, माओवादीको युद्ध थियो त्यसमा। अनि बिचमा पढ्दै गयो। अनि 9-10 पुगेपछि अनि जनयुद्धका नायक भन्ने पुस्तक पढ्न भेट्यो कि हामीले त्यतिखेर स्कुलमा भेट्यो है। स्कुलमा हजुर। अनि त्योदेखि यो 12 बुँदे समझदारी पत्र भन्ने एउटा माओवादीको र यो काङ्ग्रेसले चाहिँ यो 10 वर्ष जनयुद्ध गरेर चाहिँ शान्ति सम्झौता गरेको गिरिजा प्रसाद र प्रचण्डको चाहिँ हात मिलाएर चाहिँ एउटा दिल्लीमा बनाएको यो 12 बुँदे समझदारी पत्र पनि मैले पढेर हेरेँ होइन। अनि हेरिसकेपछि चाहिँ यसो भूगोलले त हेर्दै गएपछि चाहिँ मलाई चाहिँ नि जब यो गिरिजा प्रसाद कोइराला चाहिँ मर्नु हो क्या, त्यतिखेर थाहा छैन मलाई कति क्लासमा थियो। अनि एक्कासी सुतिरहेको थियो, यस्तो फिल सपना आयो क्या मलाई। सपना हजुर। के भने तैँले अब होइन टेस्ट पास गरेपछि पढ्नु पर्दैन, डिग्री पास गरे जतिकै हो। त्यो राजा कसले भनेको सपनामा चाहिँ गिरिजा प्रसाद कोइराला लागे तपाईँलाई मन्दिर कन्जियस। अनि त्यहाँदेखि होइन डिग्री पढ्दै थियो सपनामा गिरिजा प्रसाद कोइराला। अनि अब राजा नि तै होस् भनौँ। अनि अब त्यो सपना त होइन सपना नि त। अनि म झसँग भएँ क्या होइन, झसँग। अनि यसो सोचेँ। अनि त्यहाँदेखि पछाडि गर्दै अनि सबै कुरा यताउति गर्दै राजनीति पनि सबै कुरा हेर्दै गयो। अनि त्यसका हरेक कुराहरू क्या होइन, त्यसमा चाहिँ राजा कस्तो चाहिन्छ, अनि त्यसको जनताको राजा भनेको कस्तो राजा हो होइन। अब राजा भने चाहिँ कसैलाई मारेर पिटेर चुटेर अनावश्यक तरिकाले राजनीति राजा भइरहेको छ, यो खालको राजा त चल्दैन। अनि हिन्दू वेद शास्त्रहरूको पण्डित सम्बन्धी अध्ययन गरेर जस्तै मैले जस्तो क्या। तपाईँ वेद पनि अध्ययन गर्नुभएको छ? हिन्दू पण्डित हो त। अनि दिलवीर पण्डितको नाति सुभाष पण्डित पनि राजा बन्न तपाईँ पण्डित हुनुभयो फेरि? त्यही त राजा त्यति पण्डितको अध्ययन नगरी त राजा बन्न सक्दैन नि त। अहिलेसम्म राजा भन्यो भने अहिले फेरि नेपालको सुन्नु पहिले पनि वंशावली के भनेछ भने नारायणी पुस्तकमा पनि नेपालको उयसमा नारायणी पुस्तकमा इङ्ग्लिसमा तपाईँ राजा कि पण्डित त्यति भनिदिनुहोस् न। म त राजा हो, अध्ययनमा पण्डित पनि हो होइन। अनि मैले हेरेको ओहो। अनि राजा बन्नको लागि हिन्दू सम्बन्धी पण्डित अध्ययन हुनैपर्छ। नत्र सक्दैन फेरि। अरू त सानोतिनो पारेको यो फाल्टो अध्ययनको मान्छेले त नेपालमा राजनीति गर्छु भनेर नसक्दैन। हिजो पनि सुन आज मात्रै होइन, योभन्दा अगाडि पुस्तादेखि नेपालको राजवंश सब छ नि अध्ययन। सबै ब्रह्माण्ड वेद बाहुनका पण्डितका बच्चा जस्तै हामी जस्तै होइन, पण्डित होइन बाहुनका बच्चाहरूले वेद शास्त्र पढेर नेपालमा राजा बनेर राजा भएर बसेको देश, विश्वको सुन्दर देश नेपालको सुन्दर राजा चाहिँ सुभाष राजा हो क्या अब नेपाल देशको। भनेपछि तपाईँले वेद पनि पढ्नुभयो, राजा बन्नको लागि आवश्यक वेद पनि अध्ययन गरेँ नि, अनि सङ्घर्ष गरेँ। तपाईँको सिरिपेज चाहिँ कहाँ छ फेरि? अनि सिरिपेज देखिन? सिरिपेज त अब काठमाडौँमा छ। काठमाडौँमा छ। भने त तपाईँ सुभाष राजा, तपाईँको राज्य चाहिँ कहाँ छ? तपाईँको राजा भयो देश चाहियो नि त? नेपाल अधिराज्यभरि नै तपाईँको देश। ओहो, भनेपछि तपाईँ राजा। तपाईँको राजा भएपछि सेना पनि देखिएन खै? यस्तो राजा सिरिपेज सेना यस्तो के छ? रानी खोइ त? रानीहरू अब मैले अब अहिले अब 2-4वटा आयो, 2-4वटा गइसकेँ। अब जो बस्छ खुसी पछि त्यही रानी सेलिब्रेट हुन्छ होइन। अहिले होइन पहिलेदेखि नै राजाहरूको धेरैवटा चाहिँ रानीहरू भएको नेपाल देश। तपाईँ कतिजना रानी भयो त अहिलेसम्म? भयो 25-26वटा। 25-26वटा? 25-26वटा त भइसक्यो।
भनेपछि रानीहरू 25-26जना भइसक्यो। कसरी चाहिँ तपाईँको रानीहरूको नाम भन्नुहोस् त 4जना जतिको? त्यसै मैले सिनेरी सबै कुराहरू कति बिर्सिन्छ नि। होइन 4जना जतिको को भनिदिनुहोस् न त रानीहरूको नाम ल। 25जनाको भएन, 4जनाको नाम भनिदिनुहोस् त। चारवटाको नाम? 4वटाको ल रानीहरू हो। अब सबै लिएर आएकै भनिदिउँ नि होइन, माया प्रेमी अब सबै कुरा भएकै होइन। भएकै हो। एउटा सरिता, एउटा सिर्जना, एउटा भगवती, एउटा लक्ष्मी है, अनि एउटा अर्को पनि थप्यो फेरि क्या रेखा होइन, रेखा होइन। अनि त्यहाँदेखि लिएर अरू त धेरै छ, मैले कति भने त 25-26 नाम बिर्सेँ। अरू 3टाको भन्नुहोस्। अब बिर्सेन मैले भने अरू 3टाको भन्नुहोस् न। बिर्सेँ त 25जनामा अरू 3जनाको नाम भन्नुहोस् न ल। सरिता, सृजना, रेखा। बिर्सेँ मैले भने त, बिर्सेँ मैले भने नि। उनीहरू छ अहिले होइन, कति ठाउँमा भेट हुन्छ। तपाईँको पछिल्लो रानीको नाम चाहिँ के हो त? पछिल्लो रानीको नाम, पछिल्लो तपाईँको 25जनाकोमा 25औँ रानीको नाम चाहिँ के हो? सबभन्दा लास्टको चाहिँ लक्ष्मी आइरहेछ क्या। लक्ष्मी आइरहेछ? लक्ष्मी आइरहेछ। त्यसबाट नि क्रस हुँदैछ फेरि। कहाँ पुग्ने भयो त अब त्यो? अब हेर्नु त म भन्दैछु नि, राजा हो देशमा, अब जाँदाखेरि जाँदा रानीहरू सेलिब्रेट अब हेरौँ नि अन्तिममा कस्तो हुन्छ। जेस खुसी छु, रानी पनि खुसी छन्, म पनि खुसी छु होइन। राजाले त्यो साइडमा के बोकिरहनु भएको छ? त्यो तरबार हो कि हो? यो अब यसलाई चाहिँ के भन्नु, कृष्णले बाँसुरी बजाउँथे अरे 1600-1700 गोपिनीहरू। लु बजाइदिनुहोस् तपाईँ पनि। लु तपाईँ पनि बजाइदिनुहोस् त, सुनौँ त ल। लु है। खै बजेन नि। लु लु त राजा बनाइदिनुहोस् त। हेर्नु यो तार भनेपछि त तपाईँ त राजा बाजा बजाउने चाहिँ राजा होला। सबै राजा बाजा गर्ने राजा, बाजाको चाहिँ राजा जस्तो लाग्यो मलाई। सबैको मैले भने नि, सबै देशको गर्ने राजा, बाजा गर्ने राजा, संसारकै राजा के यसरी बुझ्नु। अब अनि यो राजाले एउटा गीत पनि गाउँछ भनेर सुनेको थिएँ मैले। लु एउटा गीत सुनाइदिनुहोस् त। कुन गीत गाउँछ, कस्तो खालको सुन्नु? अब राजाले कस्तो गीत गाउँछ सुनौँ न लु। कुनै के मैले हेरेको फेरि म त नयाँ आफूले बनाउँछु। ठिक छ बनाउनुहोस् न लु। आफूले बनाएको गीतहरू यो गर्छु होइन, अनि त्यो कस्तो लाग्छ। अनि एक त फेरि पुरानो गीतहरू पनि छ मैले। ठिक छ लु एउटा गीत एउटा। मैले पुरानो गीतहरू पनि जस्तै मलाई होइन याद, धेरै गीतहरू धेरै सुने। भाषण भन्दा नि मेरो कुरा सुने नि त, मैले धेरै गीतहरू सुने। अझै मलाई सबैभन्दा बढी कन्टेस्ट याद हुने चाहिँ ल यो दिपक लिम्बूको मुटु माग्यौ तिमीले होइन, अनि मैले बाबुआमा त्यागेर रोजेको। सबैभन्दा सुरुमा दुईटै गीत सुने हामी ल। दुईटै राजाको दुईटै गीत सुने ल। सबैभन्दा सुरुमा चाहिँ मैले बाबुआमा त्यागेर रोजेको भन्ने गीत सुने। हुन्छ राजा हुन्छ ल। मैले बाबुआमा त्यागेर रोजेको मायाले मलाई धोका दिए, मन कि त साह्रै कुरो परेछ, रूपमा त साह्रै राम्री नै थिए, मैले बामा त्यागेर रोजेको मायाले मलाई धोका दिए, बाले भन्थे यो तेरो प्रेम 2 दिनमै झर्ने फुल हो भनेर, आमाले भन्थिन् हे छोरा बैशाखको तेरो यो भुल हो भनेर, सुनिन। ठिक छ त्यो राम्रो छ ल। अब यो अब अर्को मुटु सिधीकै छैन नि त्यसलाई आधी पुरै त सुनिँदैन नि त। मुटु माग्यौ तिमीले मैले बाँच्नु पर्छ, मै मरे तिमीलाई कसले माया गर्छ, दिउँ कि भनी खोजे रे पाइन मुटु 2टा, तिमीलाई माया गर्ने कसमै हुँ एउटा। ठ्याक्कै यही लयमा अब बाजा बज्छ होला राजा साहब। यतिमा केमा मैले अब यही बिचमा यसैको लयमा बाजा बज्छ ल। मैले हेरेको यसैको भाकामा त गर्नुहुन्थ्यो, तर यो तारले थोरै धोका दिइरहेको छ। ठिक छ बताउनुहोस् न ल। त्यसमा पनि ट्राई गरौँ होइन। ठिक छ ट्राई गरौँ लु। सुनौँ है त हाम्रो राजा। मैले हेरेको हुन्छ ल ठिक छ हुन्छ राजा ल।
दिउस हाम्रो आज नेपाल देशको उहाँ आफू स्वघोषित नयाँ राजासँग चाहिँ एकदमै रमाइलो गफखाफ भइरहेको छ। केवल यो भिडियो चाहिँ हामीले मनोरञ्जनको लागि चाहिँ राखिरहेका छौँ, यहाँले पनि अन्यथा हुन्न भने कडा बन्दोबस्त खै हुँदैन नि भएन है। मैले हेरेको हिन्दी गीत आउँछ राजा? हिन्दी गीत त मलाई आउँदैन त्यो। लु हिन्दी गीत गाउनुहोस् त एउटा। हिन्दी गीत आउँदैन आउँदैन ल अलिअलि आउँछ थोरै थोरै जुन आउँछ जुन आउँछ लु थोरै जुन आउँछ हिन्दीमा लु त। आँखों में भरी भरी हो र तुम मुस्कुराने की बात करते हो ऐसे है मेरे हालत में क्या नहीं कर नहीं सकता हो आँखों में भरी भरी हो र तुम मुस्कुराने की बात करते हो सबै है। अनि जस अब यसैको अलिक 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 गाउनु न अझै, त्यसपछि के भन्छ? यसको होइन मलाई पहिले सुनेको थिएँ मैले बिर्सेँ क्या फेरि धेरै यो अब अर्को सुनौँ न एउटा ल अर्को सुनौँ सुभाष राजाको लु नयाँ कुनै हिन्दी नै गीत ए मुझे मौसम में मुझे प्यार होना जाता है भने त त्यो गीत बिर्सेँ क्या मैले। लु 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 के छ त त्यसको नबिर्ने बिर्सेँ। राजाले अब कसरी चाहिँ शासन गर्छ त यो देशमा? अब सुभाष राजाले यसो राजाले शासन गर्ने होइन जनताले गर्ने हो। स्थानीय स्तरको चुनाव गरियो सबै जनताले जे भन्यो त्यही कुरा जनताको घर घरमा जे भन्यो त्यही कुरा दिएको छ। जनताले जे भन्छन् त्यही कुरा गर्ने। शासन त राजाले गर्ने भने के भने जनताले के चाहन्छन् जनताले के भन्छन् त्यही कुरा पुरा गरिदिने इच्छा मेरो चाहिँ हो। राजाको दरबार चाहिँ कहाँ छ राजा? अब यही हो जन्मथलो जहाँ राजा जन्म्यो त्यहीँ नै हो नेपाल मातृभूमिमा जहाँ चाहिँ टोड्केमा जन्मेको राजा। अब यही टोड्के नै राजा त किनभने अब राजा त जन्मिरहन्छ नि त भन्छ यी पहिलेदेखि नै नेपालमा कति इतिहास अन्त्य हुँदै आइरहेको इतिहास फेरि निरन्तर भएर। किनभने अब पहिले नेपालको राजा चाहिँ को भन्दाखेरि मैले हेर्दाखेरि प्रमाण र यो पण्डित सम्बन्धी नेपालको हिन्दू यो नारायणी पुस्तक हेर्दा चाहिँ पढेकै पण्डित दमाई राजा है भनेर चाहिँ मैले यो अध्यक्ष कोषमा पनि भेटेँ एउटा नारायण पुस्तकमा क्या हिन्दू। अनि त्यही भएर मैले हेरेको नेपालको भूगोल इतिहासमा हेर्दाखेरि वास्तवमा नेपालको चाहिँ एउटा पुरानो इतिहासमा हेर्ने नि परिवारहरू राजा भन्छ नि नेपालको एउटा परिवारहरू नै नेपालको राजा हो। अब नेपालका धेरै कुराहरू छन् त्यसमा। राजा धेरै धेरै खुसी लाग्यो फेरि भेटौँला है त ल। केही छ अन्तिममा भन्नुपर्ने? खुसी छु सन्तुष्टि छु। जनताहरूले के भन्छन् त राजालाई? जनताले के भन्छन् भने मलाई जनताले जे भने पनि म त्यसमा दुखी छुइनँ। जनताहरू चाहिँ दुखी नहुन्। जनताहरूले के चाहन्छन् के सोच्छन् त्यो कुराहरू चाहिँ पुरा गरिदिने। अहिलेसम्म के कुराहरू चाहिँ पुरा गरिदिनु भयो त राजाले? होइन मैले जस म हुर्किकन स्थानीय स्तरको चुनाव पनि मैले नै गराएको जिल्लामा बसेर मन्त्रालय सबै कुरा गराएर नै होइन। अनि कमरेड अग्नि हाम्रो संयुक्त जाति मुक्ति मोर्चाको उसका पनि धेरै पुस्तकहरू बजारमा लाखौँ अरबौँ पुस्तकहरू उनीहरू पनि निकालेर छिपायो। मैले पनि केही पुस्तकहरू हेरेँ अनि सबै कोर्डिनेसन गरेर अब राजा के गर्ने तयारीमा हुन्छ? अब 5 वर्ष अगाडि पनि धेरै विकास भयो अब भइरहेको छ। अब त विकास त भनेको त नेपालमा त सुन्नु नि म बाजिन्छ मैले हेरेर कस्तो बन्छ सुन्दर बन्छ भने विश्वको देश नेपाल सुन्दर देशको सुन्दर राजा सुभाष राजा। अब हेर्नु राजाको अबको योजना के छ अन्तिम भन्नुमा भनिदिनुहोस् ल। मेरो योजना भनेको देशमा चाहिँ जे होस् एउटा देशलाई एउटा विकसित बनाउने। देशमा चाहिँ अब देश जनताहरूले के भन्छन् त्यो कुराहरू सबै कुराहरू पुरा गर्ने होइन। जनता चाहिँ जे होस् जनता खुसी हुन्। जनता खुसी भयो भने त्यसमा चाहिँ मैले सन्तुष्टि छु। मेरो चाहिँ भनाइ यही नै हो। ए ल धन्यवाद राजा। हजुर धन्यवाद ल।